हेलो हेलो। म चाहिँ आज युट्युब हेरिरहेको थिएँ कि युट्युबमा अब आफ्नो भिडियो पनि हेरिरहेको थिएँ। त्यहाँ चाहिँ हेरेको भिडियो नहालेको पनि आज लगभग 8 दिन भएछ। अनि गाउँमा त्यस्तो खासै पनि केही पनि गर्ने त्यस्तो थिएन। अनि आज अल्छी पनि लागिरहेको थियो, घाम पनि लागिरहेको थियो। अनि मलाई याद आयो अल्छी लागेपछि बल्छी खेल्नुपर्छ भनेर। अनि आज चाहिँ पोखरीमा मैले माछा मारेर बेलुका अहिले माछा मारेर बेलुका तरकारीको व्यवस्था गर्नुपर्ने छ। अनि बल्छी लिएर आएको छु। अब बल्छी खेलेर कति माछा मारिन्छ, कत्रो कत्रो माछा मारिन्छ निकालेर यो पोखरीमा। अस्ति सानो पोखरीमा हाल्दाखेरि चाहिँ बच्चाहरू मात्र हाले हुन्छ क्या। त्यो पोखरीमा त्यस्तो ठुलो आउँदैन। यो चाहिँ ठुलो पोखरी हो, यसमा चाहिँ अब कत्रो कत्रो माछा आउँछ भन्ने कुरो हो। अब अहिले चाहिँ यो सेटअप गर्नुपर्ने छ। बल्छीमा दाना हालो अनि त्यसपछि गर्नुपर्छ। ल, दाना भन्दा पनि दानाको लागि चाहिँ चारोको लागि चाहिँ पिठो लिएर आएको छु कि, पिठो र पिना। अनि यसबाट मर्छ कि मर्दैन, मेनली माछा मर्यो भने के पिठोबाट हुन्छ नि त। बल्छी पनि फेरि राम्रो टाइम पास हो नि, यसो अल्छी लागेको बेला बल्छी खेल्न मजा पनि आउँछ, टाइम पास पनि हुन्छ। आज फेरि हावा चलेर शीतल शीतल पनि छ। घाम भएको भए त मार्न यत्रो पनि सकिँदैन थियो। शीतल शीतल कस्तरी बानेको हो यो। बल्छीमा दाना पनि हाल्यो। अब पोखरीमा हालौँ, माछा आउँछ कि आउँदैन। यत्रो माछा मारे मैले फर्स्टै लटमा। यो त एकै लटको लागि हामीलाई पुग्यो त। अब यत्रो बेर के गरेर बस्ने। यो चाहिँ फेरि मैले भिडियो गरेको थिएँ कि तान्ने बेला। अब अर्को लटको चाहिँ भिडियो गर्छु है। ल गाइस, आउने बित्तिकै पहिलो शिकार राम्रो शिकार भयो हाम्रो। अब दोस्रो शिकारतर्फ हामी लाग्छौँ। दोस्रो शिकार अब कुन माछा होला। यो अहिले मारेको माछालाई चाहिँ के भन्थ्यो, के माछा हो यार। यो माछाको नामै थाहा भएन। अब यो माछाको नाम बिस्तारै भनौँ होला। अब लेट्स सी अर्को शिकार कत्रो हुन्छ होला। योभन्दा ठुलो कि योभन्दा सानो। ल, अर्कोको लागि पनि बल्छी रेडी भयो। ल, यो पनि यत्रो सानो बच्चा छ क्या। यो बच्चाहरू चाहिँ फेरि मिल्दैन खान। यिनीहरूलाई अब ठुलो भन्दा के को बच्चा हो यो, ग्रास कि रौकेको बच्चा। कत्रो ठुलो तान्नै सकिने यो बल्छीले त। न बल्छी हानी छी मछली के। फेरि सानो आयो। ए फेरि सानो आयो। अहिलेको भन्दा अलिक ठुलो त आएको। मर्छ कि क्या यार। गयो। दूर सालाहरू यत्रै सानो सानोले पो डिस्टर्ब गर्दो रहेछ। यहाँ फेरि यत्रो परेर के गर्नु मलाई। डढिया साँप एकछिन। ल, यता आइज, अलिक छेउमा आइज, यहाँ आइज, अलि यता आइज, अझ यता आइज 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 आइज, यहाँ आइज 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 आइज। माशाला मार्नै पो रहेछ त टोकेर त्यसले त।
कम्मल होइन यत्रोसँग चल्छ है गाइज। यहाँ चाहिँ फेरि कम्मलै कम्मल रहेछ यो साइड। मैले चाहिँ मेरो कोठा सकाएर मैले 4वटा जति मारेँ। मैले मारिसकेपछि म मारिरहेको थिएँ, बुवा आउनुभयो अनि बुवालाई दिएँ। बुवाले अहिले मार्दै हुनुहुन्छ। अब हेरौँ बुवाले चाहिँ कतिवटा निकाल्नुहुन्छ। मेरो हात नि यस्तो भएको थियो, त्यो पिठो हाल्दा हाल्दा दाना हाल्दा हाल्दा यो हात खतरनाक भएको छ। अब चाहिँ हामीले बन्द गरिदिएको। माछा मार्दा बच्चा धेरै आयो क्या, बच्चा फेरि बल्छीमा धेरै आयो भने मर्छ। अनि अस्ति भर्खर हालेको बाछा मऱ्यो भने धेरै फेरि गाह्रो हुन्छ भनेर अब प्याकिङ गरेर अब घरतिर लिएर जान लागेको। अब त्यो चाहिँ हामीले घरैमा लगेर अनि उतै घरमै बनाउने। होइन त अब खोरतिर बनाउनु हुन्थ्यो, अब खोरमा मम्मीहरू आउनु भएको थियो, त्यही भएर ल पाइस चाहिँ हामीले यति माऱ्यौँ। अनि यति यो ठुलो चाहिँ मैले पारेको बल्छीमा, योभन्दा पनि ठुलो थियो त्यो त बल्छी चुटाउला भनेर आउँदै